यो चाहिँ हाम्रो गान्धी रोड नवीनग्राम डेभेन्डम स्कुलको छेउमा मैला है। तर चाहिँ यसमा चाहिँ म्युनिसिपालिटीले अब ध्यान नदिएको कारणले गर्दा चाहिँ नदिएको कारणले गर्दा चाहिँ यहाँ चाहिँ हाम्रो गुम्बा भाइ गुम्बाको नाम के भयो के अरे ओकेसी गुम्बाबाट नै हाम्रो कुशेलाले नै सफा गर्दछ है यो मैलाहरू। आइन्दा नि चाहिँ मैला नफालिदिनु होला होइन। मैला के कसो हुन्छ कस्तो हुन्छ यहाँ चाहिँ मैला नफालिदिनु किनभने अहिले त म्युनिसिपालिटीबाट गाडीमा आइरहेको छ उठाउनु होइन गाडीलाई दिनु हो तपाईँहरूले होइन। हामी भन्नु चाहन्छौँ बिहान गाडी आउँछ एक दिन बिराउँदै त्यही गाडीलाई चाहिँ मैला हाल्ने काम गर्नुपर्छ हजुर। नमस्कार, म यता ओकेसी मोनेस्ट्रीबाट बोलिरहेको छु। म यहाँ लामा अनि हेर्नुहोस् तपाईँहरूले देखिराख्नु भएको छ 2-3 वर्ष अगाडिदेखि यहाँ मैला फालेर गुम्बाको छेउमा यहाँ मुनि गुम्बा छ, यहाँ माथि चर्च अनि यहाँ लाटा स्कुल पनि छ डेफेन्डम स्कुल। गाउँको मान्छेहरू सबैले यहाँ आएर मैला फालिदिनुहुन्छ, कन्ट्र्याक्टरहरू आउनुहुन्छ बलुवा यहाँ थुपारिदिनुहुन्छ। यहाँ हेर्नुहोस् हाम्रो कम्पनीको यो भित्ता पनि सबै मैलाले गर्दाखेरि सबै मुनि लड्न आँटेको छ। त्यही कारणले तपाईँहरूले दया गरेर यहाँ चाहिँ मैला नफालिदिनुहोस् भन्ने एउटा अनुरोध। अनि म्युनिसिपालिटीलाई पनि म्युनिसिपालिटीको को हुन्छ चेयरम्यानलाई उहाँलाई रिक्वेस्ट गरेर यो मैला चाहिँ उहाँहरूले जतिसक्दो उठाइदिनु सक्नुभयो भने राम्रो हुन्छ। किनकि यहाँ स्कुल छ, चर्च छ, गुम्बा छ होइन। नानीहरूको लागि एकदम प्रदूषण अब यसले गर्दा बिमारी फैलिने यहाँ मैला मान्छेले देख्दाखेरि यो बाटोमा राम्रो देख्दैन रहेछ गुम्बाको एरियामा। अनि यहाँ मैले यता ओकेसी मोनेस्ट्री 54 गान्धी रोडबाट गरेको। थ्याङ्क यू सो मच।